नमस्कार। तपाईहरु यति बेला सामुदायिक रेडियो कोहलपुर एफएम 101.5 मेगाहर्जको यो बसाइमा कार्यक्रम डबली सुन्दै हुनुहुन्छ। म कपिल अन्जान उपस्थित भइसकेको छु। प्रविधि संयोजनमा प्राविधिक साथी भावनाजीसँगै आजको यो डबलीको बसाइमा अलिक पृथक कुरा गर्नेछौँ। एउटा कथा जो सपना देखिसकेपछि बिउजुदा हातमा केही पनि हुँदैन। एउटा तितो अनुभव हुन्छ या एउटा मिठो अनुभव हुन्छ। तितो अनुभवले जीवनभर सिकाउँछ, मिठो अनुभवले मान्छेलाई एउटा ऊर्जा थप्छ। केही त्यस्ता तिता र मिठा अनुभव जो जिन्दगी जिउने क्रममा यो सङ्घर्षको मैदानमा गर्नुभएका एकजना व्यक्तिको कथा आज हामी तपाईलाई सुनाउँदैछौँ। यसो भनिरहँदा तपाईलाई तपाईको मनमा जिज्ञासा जागेको पनि होला, मनमा कुरा खेलिरहेको होला। एउटा सफल मान्छेको असफल कथा सुनाउँछौँ हामी तपाईलाई आजको यो बसाइमा। हुन त सायद गन्तव्यमा पुगेको भए, अझ दीर्घकालसम्म रहेको भए एकजना व्यक्ति सफल पनि हुन सक्थ्यो होला। हो, उहाँले रोज्नुभएको बाटो फरक थियो र कतिपय कुराहरू जिन्दगीमा प्रायश्चित गर्न लायक हुन्छन् र कतिपय नमिठा कुराहरूले यो यात्रामा मान्छेलाई सजग बनाउँछ र आगामी अर्को यात्रा तय गर्नभन्दा अगाडि हजारौँ पटक सोच्न बाध्य पनि बनाउँछ र त्यस्ता निर्णयहरू लिनबाट पछि पनि पछार्छ अथवा पछाडि छोड्छ, रोक्छ र नगर्न पनि केही हौसला दिन्छ। आजको बसाइमा मैले अघि नै भने एकजना व्यक्ति जसलाई मैले झन्डै आजभन्दा 20-22 वर्ष अगाडि चिन्दै आएको, मैले सङ्गत गरेको छु, उहाँको बचपन मैले छर्लङ्गै देखेको छु। त्यसो भनिरहँदा एउटा सानो डकु ड्रामामा उहाँलाई हामीले सँगसँगै लिएर हिँडेका थियौँ र म पनि उहाँ सँगसँगै थिएँ। उहाँ त्यो पर्दामा देखिनुभयो, म पर्दामा देखिनँ, फरक यति मात्रै हो। तर उहाँले भोग्नुभएको एउटा तितो अनुभवको कथा अहिलेको बसाइमा हामी तपाईँलाई सुनाउँदैछौँ। आज हामीसँग हुनुहुन्छ कोहलपुर नगरपालिका वडा नम्बर 12मा बस्दै आउनुभएका नवीन शाहजी। उहाँले एकदमै अभूतपूर्ण निर्णय लिनुभयो र अमेरिकासम्म पुगेर कसरी नेपाल फर्कनुभयो भन्ने एउटा अनुभवको कथा सुनाउनुहुनेछ। आजको डबलीको बसाइमा हामी तपाईँलाई नवीनजीका धेरै कुराहरू सुनाउँछौँ करिब 10 बजेसम्म। नवीनजी, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम डबलीमा। धन्यवाद दाजु। आराम हुनुहुन्छ? म आराम छु। तपाईँको यात्रा निकै लामो भयो। सायद तपाईँ गन्तव्यमा पुग्नु भएको भए धेरै वर्षपछि अथवा केही वर्षमा पनि तपाईँ सफल रूपमा देखिनुहुन्थ्यो होला यो समाजमा, साथीभाइका सङ्गतहरूमा, आफन्तीहरूको नजरमा र आफ्नै नजरमा पनि। खास तपाईँ कसरी फर्कनुभयो? म सुरुवाती क्रमको अलिकति यात्रा सुनाउँछु। म 2023 को अगस्ट 18 नेपालबाट पहिलोचोटि वैदेशिक यात्राको क्रममा एयर अरेबिया मार्फत युएई को दुबई शारजा एयरपोर्ट ट्रान्जिट हुँदै पहिलोपटक म अजरबैजान भन्ने देशमा यात्रा गर्न पुगेँ। झन्डै 19 घन्टाको ट्रान्जिट समयलाई पार गरी म करिब 4-5 घन्टाको यात्रापछि शारजा विमानस्थलबाट अजरबैजानको बाकु सिटीमा अवतरण भएको थिएँ। पहिलोचोटि मलाई कुनै कुराको नयाँ अनुभव भइरहेको थियो भने पहिलो दिनको यात्रा त मैले एकदम अनौठो र त्यो यात्रालाई म बिर्सिन पनि सक्दिनँ। सम्झिँदै गर्दाखेरि त्यो यात्रा, त्यो जीवनको पहिलो उडान थियो तपाईँको? अन्तर्राष्ट्रिय स्तरमा मेरो पहिलो थियो। पहिलो उडान गरेर म नेपालबाट शारजा विमानस्थल जाँदासम्म मेरा मनमा धेरै कुराहरू खेलेका थिए। किनभने मैले यति लामो गन्तव्य तय गरेको थिएँ। त्यो गन्तव्यमा मेरो श्रीमती मात्र साथी थिइन्, केही 1-2 आफन्तहरूको साथ थियो र परिवारबाट साथ थिएन भन्न त सक्दिनँ। तर त्यो यात्रा कठिन र पीडादायी हुन्छ। भोलि त्यो यात्राले तँलाई नमिठो पाठ पनि सिकाउन सक्छ भनेर मेरो अभिभावकहरू बताइरहँदा म चाहिँ त्यो यात्रामा आफ्नै अठोट र श्रीमतीको र मेरो 2टा बच्चाको साथले म त्यो यात्रा तय गरेको थिएँ। तपाईँ त्यति बेला यो अमेरिका जानुपर्छ भन्ने सोच कसरी आयो तपाईँलाई? यस्तो थियो दाइ, म अब हजुरले अघि नै भन्नुभयो मेरो बाल्यकाल तपाईँले छर्लङ्गै देख्नुभएको छ। म एउटा द्वन्द्व पीडित परिवारबाट विस्थापित भएर कोहलपुर
साबिकको कोलपुर 4 अहिलेको कोलपुर 12 मा बसाइ सरेर आइसकेपछि म कोलपुरकै वडा नम्बर 12 को ज्ञानज्योति स्कुलमा पढ्दै गर्दा आदरणीय गुरु खिमदत्त देवकोटा, हाम्रो नन्द देवकोटा सर, तपाईँ, हाम्रो राजकुमार सर लगायतको टोलीले म लगायत मेरो 3 जना साथीहरूलाई पहिलोचोटि एउटा डकुमेन्ट्रीमा स्पेस दिनुभयो। हजुर। त्यसपछि उहाँहरूबाट पहिलोचोटिको डकुमेन्ट्री ड्रामा चाहिँ क्लियर भइसकेपछि सेकेन्ड टाइम मैले तपाईँहरूसँग सङ्गत गर्ने लामो अवसर पाएँ। करिब 10-12 दिनको बर्दिया यात्रा थियो त्यो यात्रा। त्यो यात्रा सँगसँगै मैले 2065मा एसएलसी पास गरिसकेपछि उच्च शिक्षाको लागि म गोर्खा युनाइटेडमा भर्ना भएँ। प्लस 2 पढ्दै गर्दा तिथामिठा अनुभव भए। मैले 12 क्लासलाई चाहिँ पूर्णता दिन सकिनँ। 2 वर्षको अन्तरालमा मेरा साथीहरू ब्याचलर जोइन गरेर सेकेन्ड इयर रन गर्दा मात्रै मैले प्लस 2 पास गरेँ। पास गरिसकेपछि मेरो यात्रा त्यो बेलासम्म चाहिँ विदेश जानुहुन्न भन्ने मानसिकता बोकेको मान्छे हुँ थिएँ म। अहिले पनि अब त्यो यात्रालाई गरेर आइसकेँ, तर पनि विदेश भनेको विदेश हो भन्ने पाठ चाहिँ सिकेर आएँ। त्यो बेला मैले लोकसेवाको तयारी, विभिन्न सामाजिक सङ्घ संस्थाहरूका जागिर भ्याकेन्सीहरूमा मैले आफूलाई पोख्त बनाउने कोसिस गरेँ अथवा त्यहाँ हुन कोसिस गरेँ। त्यो सफल नभइसक्दाखेरि मभन्दा मेरो पछाडिको भाइ, झन्डै उमेरले 6-7 वर्षको कान्छो भाइ अब नेपाल आर्मी जस्तो सङ्गठनमा सेकेन्ड लेफ्टिनेन्टमा ऊ सफल भइसकेपछि पहिलो प्रयासमै अलिकति मलाई हिन्ताबोध भइसकेपछि म आफ्नो तयारीमा लागेकै थिएँ। परिवारको साथ सहयोगबाट म मेडिकल कलेज कोलपुरमा व्यावसायिक जीवन सुरुवात गर्न। क्यान्टिन चलाउनुहुन्थ्यो त्यति बेला? होइन, म जनरल स्टोर चलाउँथेँ स्टार्टिङ फेजमा। 2074 सालबाट म मेडिकल कलेजको नर्थ गेटमा दीक्षान्त जनरल स्टोरको नाममा मेरो ज्येष्ठ सुपुत्रको नाममा मैले नामाकरण गरेको थिएँ। त्यही स्टोर चलाउँदै गर्दा मैले धन्य 9 वर्ष व्यतीत गर्दै गर्दा मेरो पारिवारिक समस्या उतार चढाव त हरेक परिवारमा हुन्छ, त्यो त छँदै थियो। मलाई साथ दिने सबभन्दा नजिकको मेरो आमा, म उहाँलाई चाहिँ मेरो आमा, दोस्रो आमा भन्छु। जन्म दिने आमा एउटा भए पनि कर्म दिने मेरो आमा, हजुरआमा, उहाँको साथ सहयोगले मैले विवाह पनि गरेँ। विवाहपछि 2वटा सन्तान पनि प्राप्त गरेँ। उहाँकै साथ सहयोगमा मैले जनरल स्टोर पनि गरेँ। राम्रै चल्दै थियो, अच्छा खासा चलिराखेको थियो। त्यही क्रममा अलिकति यो कोभिडले पारिवारिक संरचनालाई ध्वस्त बनाउने कोसिस गर्यो। मेरो मात्र होइन कि संसारभरि नै आर्थिक क्राइसिसले गर्दा अप्ठ्यारो पर्दै गर्दा पारिवारिक सल्लाहबाटै एउटा छोरा चाहिँ विदेश हिँड्नुपर्छ कि भन्ने प्रश्न भइसकेपछि त्यो बेला पहिलोचोटि चाहिँ म विदेशको लागि तयार भएको थिएँ 2077 सालमा। अब विदेश जानुपर्छ भन्ने लाग्यो। त्यो सोच गर्दै गर्दा अब मेरो भाइ त पहिले जागिरमा हुनुहुन्थ्यो, मेरो दाइ पनि जागिरमै हुनुहुन्थ्यो। म अब सामान्य रूपमा व्यवसाय गरे पनि यो व्यवसायले चाहिँ घर परिवारलाई धान्न गाह्रो हुन्छ कि जीवन निर्वाह मात्रै हुन्छ भन्ने सोचले बाहिर जाने सोच बनाएँ। र हजुरआमाको साथ सहयोगबाट एकचोटि जानुपर्छ है भन्ने कुरा परिवारमा चलिसकेपछि तत्कालीन समयमा मेरो ससुराली, मैले कस्तो भने मेरो दिदीको नन्द भन्नाले सोल्टिना बिहे गरेको। मेरो भान्जा चाहिँ त्यो समयमा कोरिया हुनुहुन्थ्यो। मेरो जेठानको छोरा अथवा मेरो भान्जा, उहाँको साथ सहयोगबाट चाहिँ जानुपर्छ है, मैले अलिकति केही सहयोग गर्छु भन्ने कालको कुरा प्रश्न भइसकेपछि, उहाँबाट साथ भइसकेपछि मैले परिवारमा त्यो कुरा सेयर गर्दै गर्दा त्यो बेलामा सफल हुन सकिनँ। केही पारिवारिक कुराले र शारीरिक रूपले म सफल हुन नसकेपछि त्यो बेला यात्रालाई ब्रेक लागिसकेपछि मैले त्यो बाटो पूर्णतया बन्द गरेको थिएँ। 2079 साल मङ्सिर महिनामा मैले जब मेडिकल कलेजको क्यान्टिन सञ्चालनको अवसर पाएँ, अस्पताल प्रशासनबाट क्यान्टिन सञ्चालनको अवसर पाइसकेपछि 79 साल मङ्सिर एकदम पसल मात्र होइन, म मेरो पारिवारिक पेसा चाहिँ गाडी व्यवसायमा पनि संलग्न थिएँ म। पारिवारिक रूपमा त्यो बेलासम्म हामी एउटै थियौँ क्यान्टिन सञ्चालन गर्नु पूर्वसम्म।
क्यान्टिन सञ्चालन गर्ने अवधिमा संयुक्त परिवार थियो। क्यान्टिन सञ्चालन गर्ने अवधिसम्म आउँदा म एक्लिएको थिएँ, मतलब परिवारबाट अब छुट्टिएको थिएँ भनौँ। मेरो सन्तान, म, मेरो श्रीमती, हामी मेडिकल कलेजकै स्टोर प्लस क्यान्टिन सञ्चालन गर्दै थियौँ। त्यही बिचमा मेरो एकजना आदरणीय दाइ, अब अहिले मैले उहाँको नाम भन्न चाहिनँ, उहाँले दिएको सल्लाह मलाई राम्रै लाग्यो त्यो समयमा। उहाँले चाहिँ अब तिमीहरू दुवैजना पढे लेखेको मान्छे, एउटा मेडिकल कलेजमा स्टोर चलाएर क्यान्टिन चढाएर जुठो भाँडा माझेर जीविका निर्वाह मात्रै हुन्छ, त्यसको लागि चाहिँ विदेशिनीको विकल्प छैन भनिसकेपछि विदेशिनी कहाँ त भनिसकेपछि अब रुकुम, रोल्पा, सल्यान, रुकुम, जाजरकोटको हाम्रो यो सर्कलले रोज्ने भनेको त अमेरिका नै हो। अमेरिका त्यति बेला एकदम ट्रेन्ड पनि थियो। अनि धेरै मान्छेहरू मैले चिन्ने करिब नजिकका साथीहरू पनि, जो पारिवारिक रूपमा आर्थिक रूपले सम्पन्न नभएका साथीहरू पनि तल्लो बाटो यात्रा गरेर सफल भएको कथा मैले फेसबुक मार्फत हेर्दै गर्दा मलाई पनि एकचोटि जागेर फेरि मरिसकेको ऊर्जा चाहिँ फेरि पलायो। विदेश जान्न भन्नुभएको थियो पहिला, पछि फेरि जानुपर्छ भन्ने लाग्यो। त्यसपछि मैले उहाँकै सल्लाह सुझावमा प्लस मेरो श्रीमतीको साथ सहयोगमा मैले मेरो आफन्तलाई पहिले नै 2 साल पहिले नै पासपोर्ट बुझाएको थिएँ, मतलब करिब 1 साल पहिल्यै। अब उहाँको सम्पर्कमा म गएँ। डाइरेक्ट विदेशको लागि मात्रै भन्दा पनि मेरो अलिकति पारिवारिक काम पनि थियो। मेरो पसल र क्यान्टिन सञ्चालन गर्दै गर्दा मैले एउटा एनजिओसँग सहकार्य गर्ने अवसर पाएको थिएँ। त्यो एनजिओबाट मैले केही पैसा प्राप्त गर्नुपर्ने र त्यो पैसा चाहिँ लिन चाहिँ आफै जानुपर्ने स्थिति भएको भएर म काठमाडौँ गइसकेको बेला मैले त्यो यात्राको लागि होमवर्क गरेँ। होमवर्क गर्दै गर्दा उहाँहरूबाट मैले राम्रै आश्वासन पाएँ। पैसाको पनि कुरा भयो। यति उतिमा बार्गेनिङ भइसकेपछि म चाहिँ ठिक छ म जान्छु भन्ने यात्रा तय गरिसकेपछि मैले मेरो श्रीमतीलाई कुरा, पहिले पनि अब एक चरण कुरा भएर म काठमाडौँ गएको थिएँ। अनि श्रीमतीसँग यस्तो अहिलेको रेट छ, यो छ भनेपछि उनीले ठिक छ अब हामीले साथ सहयोग पाउँछौँ भन्ने लाग्छ भने तिमीले यात्रालाई अगाडि बढाऊ भनिसकेपछि मैले उनकै सल्लाह सुझावमा विदेश उड्नका लागि आवश्यक पर्ने ट्राभल डकुमेन्टहरू, प्रहरी रिपोर्टहरू, हेल्थ रिपोर्टहरू, त्यति बेला चाहिँ कोभिड भ्याक्सिन नेसेसरी थियो, कोभिड भ्याक्सिन कार्ड पनि नेसेसरी थियो। त्यसै गरेर येल्लो फिभर कार्ड नेसेसरी हुन्छ साउथ अमेरिकाका र अफ्रिका कन्ट्रीहरूमा यात्रा गर्नको लागि। ती सबै डकुमेन्टहरू बनाएर मैले उहाँ मेरो आफ्नो एउटा रिलेटिभलाई बुझाइसकेपछि डकुमेन्ट त बुझाएँ, डकुमेन्ट सँगसँगै मैले 30 लाख रुपियाँ बुझाएँ। पहिला सुरुमा तपाईँलाई कति लाग्छ भन्नुभएको थियो पैसा? अब 1.5 वर्ष पहिलाको कुरा गर्नुहुन्छ भने त 36 एराउन्ड राउन्ड फिगर हो। त्यति बेला लाग्ने? त्यो बेला 77 को एराउन्डमा 77 सालतिर 36 लाख लाग्छ अमेरिका पुग्न। हो, इलिगल बाटोबाट भन्दै गर्दा धन्नै 1.5 वर्षपछि त्यो रेट बढेर 48-45 भएको थियो। झन्डै आधा करोड। हजुर, आधा करोड हुँदै गर्दा अब मेरो आफन्तबाट मैले 20 लाख सहयोग पाउँछु भन्ने आश्वासन पाइसकेपछि म पनि त सक्षम छु, म पनि त व्यवसाय गर्छु, मैले 10-20 लाख त जसरी पनि जम्मा गर्न सक्छु भन्ने भइसकेपछि मैले उहाँको कुरालाई डिल गरेँ। 48 भन्ने कुरा त भयो, तर लगत्तै 1 हप्ता काठमाडौँ बस्न नपाउँदै त्यो रेट चाहिँ 55 मा कन्भर्ट भयो। 55 लाख बुझाएपछि अमेरिका जान पाइन्छ। तल्लो बाटो 55 लाख। एउटा त्यो गिरोह नै सक्रिय भयो। हो, त्यो गिरोहको बारेमा कुनै दिन फेरि बहस गरौँला। अहिले चाहिँ त्यो मैले भन्न चाहिनँ, केही गोपनीयताको कुराहरू पनि छन्। पारिवारिक सदस्य भएको हिसाबले पनि मैले त्यो कुराहरूलाई चाहिँ एक्सपोज गर्न चाहिनँ अहिले। 1 हप्ताको काठमाडौँ बसाइ सँगसँगै 55 लाख हुँदा पनि म रेडी भएँ, किनकि मलाई चाहिँ मेन्टालिटी तयार भयो। त्यो 55 लाख दिएर यात्रा गर्दै गर्दा फेरि 2-4 दिनपछि के कुरा आयो भने त्यो 55 लाई 65 पुर्याइयो भने सहज तरिकाले उहाँहरूको भाषामा अथवा वैदेशिक गिरोहको भाषामा फ्लाइट टु फ्लाइट मेक्सिकोसम्म ल्यान्ड गर्न सकिन्छ भनेपछि त वाइ नट भन्ने कुरा भइसकेपछि नितान्त आफन्त मान्छेहरूबाट, पारिवारिक मान्छेबाट त्यो कुरा हुँदै गर्दाखेरि
मैले कति पैसा बुझाउनुपर्छ त भन्ने कुरा भयो स्टार्टिङमा। अनि उहाँहरूले 35 लाख बुझाउनुपर्छ भन्ने कुरा गरेपछि क्यास नगद 35 लाख बुझाउनु 35 लाख बुझाउनुपर्छ भन्ने कुरा गरिसकेपछि मैले 10-8 दिनको अन्तरालमा मेरा साथी सङ्गीहरू जो मलाई एकदमै विश्वास गर्नुहुन्छ, अहिले पनि विश्वास गर्नुहुन्छ, म बिग्रेर आउँदा पनि उहाँहरूले मलाई विश्वास गरेको जस्तो फिल त हुन्छ। उहाँहरूको मनमा के छ त्यो थाहा छैन मलाई। उहाँहरू विश्वास गर्ने साथीहरूको सहयोगमा मैले हप्ता 10 दिनमा 30 लाख रुपियाँ जम्मा गरेर पठाएँ। म चाहिँ त्यो डकुमेन्टहरू बुझाएर कोलपुर फर्केको 1-2 दिनमा मैले त्यो व्यवस्था गरेर उहाँको खातामा पठाइसकेपछि त्यो चाहिँ 79 चैतको महिना थियो। 79 सालमा 79 चैतको महिना थियो। मैले उहाँहरूलाई अनुरोध के गरेको थिएँ भने 79 सालको अन्तिम दिनसम्म भए पनि मलाई नेपाल छोडाइदिनुहोस्, 0 सालको यात्रा म गर्दिनँ भनेर उहाँहरूलाई अनुरोध गरेको थिएँ। अब यात्रा हो, केही कुरा बिग्रियो होला, भत्कियो होला, त्यसमा पनि इलिगल यात्रा थियो। तर इलिगल भन्दै गर्दा म यो के कुरा प्रश्न पार्न चाहन्छु भने विश्वका जति पनि देशहरू छन् म घुमेका, धेरै देशमा भिजा मार्फत जानुपर्छ। त्यसलाई इलिगल त भन्न मिलेन। साउथ अमेरिका टेकिसकेपछि हामी इलिगल वे प्रयोग गर्ने। तपाईँले यो थाहा थिएन तपाईँ त्यहाँ गएर सफल पनि हुन सक्नुहुन्छ र उत्तिकै असफल पनि हुन सक्नुहुन्छ? जस्तो सगरमाथाको उचाइमा पुग्दा मान्छे नपुग्न पनि सक्छ, कहिले नफर्किन पनि सक्छ भन्ने एउटा डर त रहिरहन्छ नि। तपाईँलाई त्यस्तो लागेन? त्यति बेला लागेन। किन लागेन भने एउटा जुन मैले अघि पनि भने रुकुम, सल्यान, जाजरकोट, रोल्पा, जाजरकोट चाहिँ अझै मैले भनिनँ, रुकुम, सल्यान, रोल्पा र बागलुङसम्म गाउँ नै रित्तो भएका समाजहरू पर्छ। उहाँहरूका कथा, उहाँहरूका सक्सेसका ती शुभकामना सन्देशहरू देख्दै गर्दा म 1% पनि अनसक्सेस हुन्छु र त्यो यात्राबाट विफल हुन्छु भन्ने लागेन। त्यो मेरो अठोट थियो या पागलपन थियो, त्यो मलाई थाहा भएन। अलिक त्यो सिलसिला जोड तपाईँ त्यसपछि अजरबैजान पुग्नुभयो। हजुर। त्यसपछि कहाँ जानुभयो? अजरबैजानको करिब 15 दिनको बसाइपछि कहाँ बस्नुभयो? अजरबैजानको बाकु सिटीमा बस्नुभयो। मतलब त्यहाँ साथी कोही आफन्ती हुनुहुन्थ्यो कि या होटलमा बस्नुहुन्थ्यो, के गर्नु? यस्तो थियो, अब ट्राभल डकुमेन्ट अनुसार चाहिँ हामी होटलमै बस्नुपर्ने। 3 स्टार 5 स्टार एकदम 3 स्टार 4 स्टार 5 स्टार होटलहरूको बुकिङ हुन्थ्यो, पेपर बुकिङ चाहिँ। तर त्यहाँ जाँदै गर्दा त्यस्तो नराम्रो थिएन। एकजना पाकिस्तानी दाइ हुनुहुन्थ्यो, मैले उहाँलाई बडे भाइ भनेर सम्बोधन गर्छु। उहाँ एकदमै प्यारो मान्छे। उहाँ चाहिँ आफ्नो व्यवसाय चलाएर बसेको। उहाँले त्यो यात्रामा कसैलाई सफल बनाउन या असफल बनाउन प्रयास गर्नुभयो भएन म जान्दिनँ। तर म उहाँलाई एकदमै नितान्त मेरो आफ्नै घरको दाइ सम्झिन्छु। किनभने 15 दिनको पहिलो बसाइमा मलाई उहाँले चाहिँ मेरो आफ्नो छोटे भाइ भनेर माया पनि गर्नुहुन्थ्यो, आदर पनि गर्नुहुन्थ्यो। र मलाई अर्को उहाँले माया गर्ने, आदर गर्ने एउटा आधार के थियो भने मैले अहिलेसम्म कुलतमा चाहिँ हात लगाएको छैन। सयौँ साथीहरू उहाँको होस्टेलमा इलिगल वे जानको लागि बस्दै गर्दा जाँड रक्सी खाएर हो हल्ला गर्ने मान्छे मध्येको एउटा गर्ने साथीहरूका बिचमा नगर्ने मान्छे चाहिँ म एउटा थिएँ। तपाईँ हुनुहुन्थ्यो? हो। त्यो कारणले उहाँले मलाई एकदम बिलिभ गर्नुहुन्थ्यो। उहाँको बिलिभ गर्दै गर्दा म 15 दिनको बसाएपछि बाकुबाट टर्किस एयरलाइन्सको विमान प्रयोग गरेँ। नेपाल फर्किने बाहनामा अजरबैजानबाट टर्की पुगेको थिएँ। टर्की जाँदै गर्दा मैले त्यति बेला पहिलो यात्राको झन्झट बेहोरेको थिएँ, जुन चाहिँ मेरो ओभरलोड बाहनामा अजरबैजान प्रहरीले चाहिँ इमिग्रेसन प्रहरी भनौँ अथवा एयरपोर्ट सुरक्षाका कर्मीहरूले मसँग $100 जबरजस्ती पकेट मनी उनीहरूले लिएको र धन्नै नेपाली रुपियाँ अनुसार 30,000 क्रसको कपडा लत्ताहरू चाहिँ मेरो हराएको थियो। त्यो हराएको कुरा मैले अजरबैजानबाट फ्लाइङ गरेर टर्की आइपुग्दा मात्रै थाहा पाएँ। किनभने त्यो बेला म अनकन्सियस जस्तो थिएँ। किनभने मेरा सबै साथीहरूसँग चाहिँ फ्लाइङ एक्सपिरियन्स थियो, इन्टरनेसनल फ्लाइङ एक्सपिरियन्स। म चाहिँ फर्स्ट टाइम नेपालबाट शारजाबाट अजरबैजान गएको, त्यो पनि मेरो एकजना साथीको सहयोगमा। उहाँ पहिला अजरबैजान बसिसक्नु भएको थियो। यही इलिगल बाटोमा अमेरिका जाने क्रममा उहाँ पहिला अजरबैजानको 1 महिना लामो बसाइसकेर नेपाल फर्किएर फेरि उहाँले दलाल चेन्ज गरेर म गएको दलाल मार्फत अजरबैजान जाँदा त उहाँलाई अजरबैजानको सबै वस्तुस्थिति थाहा थियो। अब अजरबैजानको इमिग्रेसन सिस्टमदेखि लिएर
भिजा इस्युदेखि लिएर सबै कुरा थाहा भएको हिसाबले मलाई सुरुमा जाँदा चाहिँ कठिन भएन। त्यहाँबाट आउट हुँदै गर्दा अजरबैजानबाट टर्की जाँदा त एकदमै ठुलो दुःख मैले पहिलोचोटि महसुस गरेँ। त्यो महसुस गर्दै गर्दा मैले आफूसँग भएको $100 झन्डै नेपाली 13,500 गुमाएँ। 30-35 हजारको नेपाली कपडा लत्ता सरसामानहरू पनि गुमाएँ। म अमेरिका जाँदैछु यो इलिगल बाटोबाट भनिरहँदा घर परिवारसँग सम्पर्क हुन्थ्यो त्यति बेला? तपाईँ म यहाँ पुगेँ अथवा यसो छ भन्ने? म मेरो श्रीमतीसँग त पल टचमा बस्छु। उसको कन्ट्याक्टमा त म अहिले पनि हुन्छु, किनभने उसँग सम्पर्क बिना अहिले पनि मेरो श्रीमती चाहिँ पारिवारिक कारणले बाहिर छिन्, जापान छिन् उनी। उनले मलाई वैदेशिक यात्रामा पठाउँदै गर्दा उनी एउटा सरकारी स्कुलको शिक्षिका भइसकेकी थिइन्। राहत दरबन्दीमै भए पनि त्यसै बिचमा हाम्रो बागेश्वरी कलेजमा पनि पार्ट टाइम लेक्चरको काम पनि गरिरहेकी थिइन्। पढे लेखेकी राम्रै परिवारको सदस्य मैले बिहे गरेको थिएँ भनौँ। आफू असफल, पढाइमा असफल भए पनि मभन्दा योग्य श्रीमती चाहिँ मैले रोजेको थिएँ। त्यो फेरि मैले रोज्दै गर्दा लभ म्यारेज मार्फत गरेको। उनीसँग त म टचमा बस्थेँ, कुराकानी भइरहन्थ्यो, एकदमै पल टचमा बस्थेँ, किनभने मैले नेपाली सिमलाई रोमिङ गरेर लगेको थिएँ। त्यसपछि वैदेशिक यात्रामा जाँदै गर्दा म के कुरामा सजग थिएँ भने मैले अनलाइनलाई साथी बनाइनँ भने म कहीँ न कहीँ हराउँछु। यदि म परिवारको सदस्यबाट हराएँ भने त मेरो कथा सिद्धिन्छ, आधा बाटोमै सिद्धिन्छ। यात्रा त गन्तव्यको त लामो छ। त्यो कारणले चाहिँ म चाहिँ कुनै पनि मानेमा सबैभन्दा पहिला मैले इन्टरनेटलाई एक्सेस चाहिँ खोजिहाल्थेँ जुनसुकै ठाउँमा। पछाडि यात्रा त त्यो त अब सिस्टमै भइहाल्यो। तर स्टार्टिङ फेजमा अजरबैजानबाट टर्की पुग्दा पनि मैले परिवारसँग पल सम्पर्कमा थिएँ। अन्त टर्की पछिको यात्रा के छ तपाईँको? टर्की पछि त साँच्चै सँगसँगै मलाई यो कथामा खास जान्न खोज्ने एउटा कुरा, अथवा तपाईँले पैसाहरू पनि कहाँ बुझाउँदै गर्नुभयो, के गर्नु ती कुराहरू? हजुर, अब यस्तो छ, अब पैसा स्टार्टिङमा मैले 5 लाख त्यो जुन पुरानो मान्छेसँगबाट यात्रालाई टुङ्गाएर, आफन्ती मान्छेसँगबाट यात्रालाई टुङ्गाएर म दोस्रो मान्छे मार्फत गइरहेको थिएँ। दोस्रो सेकेन्ड एजेन्ट मार्फत भनौँ। त्यो एजेन्ट मार्फत जाँदै गर्दाखेरि मैले बुवालाई चाहिँ, मेरो परिवारको ज्येष्ठ सदस्य मेरो आदरणीय बुवासँग चाहिँ झुट बोलेको थिएँ, म पुरानै मान्छे मार्फत अगाडि बढिरहेको छु भनेर। उहाँलाई त्यो यात्रा मन परिरहेको थिएन स्टार्टिङबाटै। तर कहीँ कतै मैले परिवारकोलाई जानकारी दिनुपर्छ भनेर कहिलेकाहीँ सम्पर्क चाहिँ बुवासँग गर्थेँ। परिवारका अरू सदस्यहरू चाहिँ कहिलेकाहीँ सम्पर्क हुन्थे। मेरो जोइन्ट परिवार नै हो, अहिले पनि फुपूहरू 4वटा हुनुहुन्छ, बहिनी, ज्वाइँ, होइन, आफन्तहरू नजिक बस्छौँ हामी। विस्थापित भएर आइसकेपछि कोलपुर 12मा हाम्रो एउटा सर्कलै छ। त्यही सर्कल बिचमा म कहाँ पुग्यो के पुग्यो भनेर चिन्ता गर्ने व्यक्तिहरू पनि होइसिन्छ। मेरो आदरणीय ससुरालीतिरको, मेरो घर परिवारतिरको, मेरो फुपू दिदीहरूतिरको उहाँहरूले पनि सोधीखोजी गरिरहँदा मैले चाहिँ अब दोस्रो मान्छे मार्फत गएको भएर मैले स्टार्टिङमा 5 लाख प्लस पासपोर्ट बुझाएको थिएँ। पासपोर्टको सफ्ट कपी बुझाएको हो। 5 लाखले मेरो अजरबैजान भिजा निक्लियो। अजरबैजान फ्लाइङ गर्ने दिन म उता फ्लाइटमा बसिसकेपछि मेरो बुढीले 10 लाख रुपियाँ हाल्नुभयो। सरी 20 लाख रुपियाँ म अजरबैजान पुगिसकेपछि। तपाईँले भनेको खातामा हालिदिनु पर्थ्यो? उहाँहरूले भनेको खातामा, मैले भनेको होइन कि। मेरो परिवार एजेन्टको कोही मान्छेसँग सम्पर्क हुनुहुन्थ्यो नेपाल। मलाई पठाउने एजेन्ट चाहिँ दुबई बस्नुहुन्थ्यो। उहाँहरू चाहिँ वाट्सएप मार्फत जोडिने हो। उहाँले भनेको खातामा मेरो श्रीमतीले पहिलोचोटि 5 लाख चाहिँ मैले आफन्त मान्छेलाई नै दिएको थिएँ। उहाँको नाम पनि मैले अहिले उच्चारण गर्न चाहिनँ। मेरो अग्रज मान्छे हो उहाँ। उहाँले मलाई सहजीकरण गरिदिएको हो। उहाँले यो बाटो हिँड्न सल्लाह चाहिँ दिनुभएको होइन, किनभने झुट बोल्नु हुँदैन, होइन। यात्रा मैले असफल गरेर आइसकेपछि सबैलाई ब्लेम गर्नु चाहिँ उचित पनि हुँदैन। सेकेन्डचोटि म अजरबैजानबाट टर्की जाँदै गर्दा मेरो श्रीमतीले काठमाडौँको एकजना महिलाको नाममा कनेक्ट आइपिएस मार्फत 20 लाख हाल्नुभएको छ, सिद्धार्थ ब्याङ्कको थ्रुबाट। अजरबैजानबाट टर्की पुग्दै गर्दा त्यतिन्जेलसम्म मेरो 25 लाख रुपियाँ खर्च भएको थियो। अजरबैजानबाट टर्कीको करिब 1 हप्ताको बसाइपछि म स्पेन पुगेँ।
टर्कीको यात्रा एकदमै कष्टकर थियो। टर्कीको बसाइ, यात्रा भन्दा पनि बसाइ, जुन हामी त टर्किज एयरलाइन्सको फ्लाइट मार्फत 5 जना, हाम्रो एजेन्टको 6 जना केटाहरू थियौँ। सबै म्याक्सिमम साथीहरू दङ्गाली हुनुहुन्थ्यो। एकजना साथी प्युठानी हुनुहुन्थ्यो भाइ, तर बसोबासको हिसाबले उहाँ पनि दङ्गाली हुनुहुन्थ्यो। सुरुमा कतिजना जानुभएको थियो? अजरबैजान यात्रासम्म चाहिँ मेरो एकजना साथी हुनुहुन्थ्यो, दङ्गाली नै हुनुहुन्थ्यो। मैले अघि पनि भने, उहाँको नाम चाहिँ भनिनँ, उहाँ चाहिँ पहिला पनि त्यहाँ अजरबैजान पुगिसक्नु भएको थियो। अजरबैजानबाट टर्की जाँदा हाम्रो एजेन्टको 6 जना थियौँ। हाम्रो नेपाली एजेन्टको 6 जना थियौँ। एकजना अर्को एजेन्टको हुनुहुन्थ्यो, उहाँ चाहिँ टर्किस एयरलाइन्स मार्फत टर्कीको एयरपोर्टसम्म गरेर त्यहाँबाट उहाँको चाहिँ यात्रा फेरि फरक थियो। सँगसँगै तपाईँहरू नेपालबाट सँगसँगै अन्य देशकाहरू पनि हुनुहुन्थ्यो? अजरबैजानबाट टर्की जाँदा त हामी नेपालीहरू मात्रै थियौँ। तपाईँलाई थाहा भएको नेपाली मात्रै? हजुर। टर्कीबाट अगाडिको यात्रामा चाहिँ अरू देशकाहरू पनि हुनुहुन्थ्यो। टर्की जति स्पेन जाँदाखेरि अन्य देशका साथीहरू पनि हुनुहुन्थ्यो। टर्की एयरपोर्ट चाहिँ कस्तो रहेछ भने मैले बुझेअनुसार, म त्यहाँ करिब 12-15 दिन बसेँ एयरपोर्टभित्र वेटिङमा। होइन, टर्कीमा त हाम्रो कुनै पनि भिजा हुँदैन, हामी लुकेर बस्ने हो त्यहाँ। लुकेर बस्ने हामी जस्तो सयौँ मान्छेहरू लुकेर बस्नुहुन्छ। अफ्रिकाका धेरै देशका साथीहरू, काला जातिका साथीहरू हुनुहुन्थ्यो, इन्डियाको साथी हुनुहुन्थ्यो, पाकिस्तानी साथी हुनुहुन्थ्यो, बङ्गाली साथी हुनुहुन्थ्यो। साउथ एसियाबाट एउटा देशको मान्छे मैले देखिनँ, मालदिप्सको मान्छे चाहिँ देखिनँ। बाँकीको चाइनादेखि लिएर भियतनामदेखि लिएर सबै साथीहरू भेट्नुहुन्थ्यो। स्पेनसम्म चाहिँ म नेपाली साथीहरू सँगसँगै गएको थिएँ। स्पेन जाँदै गर्दा 4 जना साथीहरू चाहिँ एयरपोर्ट टर्की गएको 24 घन्टा नहुँदै स्पेन पुग्नुभयो। म र एकजना जो भाइ प्युठानी भाइ हुनुहुन्थ्यो, उहाँलाई र मलाई चाहिँ अब या त उहाँहरूले नियतवश गर्नुभयो या त ट्राभलले उहाँहरूलाई धोका दियो। नेपाली एजेन्टको बसमा त केही पनि हुँदैन, उहाँहरूले त सिर्फ वाट्सएपमा लोकेसन दिने र फलानु नम्बर पठाउने मात्रै हो। उहाँहरूले 2023 सेप्टेम्बर 5 तारिकको दिनको फ्लाइट मार्फत स्पेन जाने भनेर 4 जना साथीहरूलाई स्पेन पठाइसकेपछि 4 तारिकको राति उहाँहरू स्पेन जानुभयो। 5 तारिकको बिहानमा चाहिँ हाम्रो फ्लाइट छ भनेर जुन हामीलाई ट्राभल डकुमेन्ट दिएको थियो त्यो चाहिँ फेक रहेछ। फर्स्टचोटि मैले अब म चाहिँ जाली काम पनि गर्नुपर्ने रहेछ यो यात्रामा भनेर सिकेको दिन चाहिँ 2023 को सेप्टेम्बर 5 थियो। मैले त्यो डेट चाहिँ नोट गरेको छु, मेरो माइन्डमै सेट छ, त्यो मैले टिपिरहनु पर्दैन। उहाँहरूले मलाई 2024 को सेप्टेम्बर 4 तारिकको टिकटलाई कपी पेस्ट गरेर सिर्फ म र मेरो भाइ, उमेरले मेरो भाइ हो, ऊ भाइको ट्राभल डकुमेन्ट चाहिँ रेडी गर्नुभएको रहेछ। 2023 को सेप्टेम्बर 5 को दिन मलाई चाहिँ टर्किस एयरलाइन्सले स्पेनको अलाउ दिएन, फ्लाइङ पर्मिसन दिएन, किनभने त्यो त डुप्लिकेट टिकट थियो। तपाईँलाई थाहा भएन? हामीलाई त थाहा भएन, किनभने हामीलाई सफ्ट कपी पनि थियो, हार्ड कपी पनि थियो। सफ्ट कपी वाट्सएपमा हुन्थ्यो, हार्ड कपी हामीले बोकेको थियौँ। हार्ड कपी बोक्दै गर्दा मैले अरू 4 जना साथीहरूको पनि हार्ड कपी बोकिदिएको थिएँ, जो अलरेडी पहिले नै टर्कीमा अलपत्र भएर बसिरहनु भएको थियो, रुकुमको साथीहरू। उहाँहरूको मैले धन्नै $4200 पनि पुर्याइदिएको थिएँ त्यहाँसम्म, अजरबैजानबाट। होइन, अजरबैजानबाट जो मैले पाकिस्तानी दाइ भने, उहाँले मलाई चाहिँ तपाईँले त्यहाँसम्म चाहिँ नेपाली साथीको लागि यो सहजीकरण गरिदिनुहोस् भन्दा मैले उहाँहरूको $4200 प्लस आफूसँग भएको धन्नै $3035 बोकेर जाँदा म एयरपोर्टमा एकदमै अनसेफ फेल गरेको थियो, अजरबैजानकै एयरपोर्टमा। त्यही कारणले मैले $100 हतारले दिएको, जुन मेरो सामान हराएको कथा गरेँ अघि। किनभने अरू साथीहरूको $4200 भनेको त धन्नै धेरै रकम हो नेपाली पैसामा कन्भर्ट गर्दा। टर्की बसिसकेपछि उहाँ साथीहरूको पनि पैसा प्लस मसँग ट्राभल डकुमेन्ट पनि थियो। अब सबै साथीहरूको ट्राभल डकुमेन्ट हुँदै गर्दा म त त्यसलाई त ओरिजिनल सम्झेँ, हार्ड कपी पनि छ, सफ्ट कपी पनि छ। तर 2023 को सेप्टेम्बर 5 तारिकका दिन बिहान 8 बजे टर्किस एयरलाइन्सको काउन्टरबाट म स्पेनको लागि उड्न भनेर प्रयत्न गरिरहँदा टर्किस एयरलाइन्सको कर्मचारीहरूले मलाई चाहिँ मिसबिहेभ गरिसकेपछि मलाई सबभन्दा गिल्टी फिल भएको बेला चाहिँ त्यो हो। यात्रा चाहिँ कठिन रहेछ भनेर यहाँ खुड्किलो, यहाँनिर चाहिँ मलाई धक्का लाग्यो भन्ने हो। एकदम
मैले त्योभन्दा अघिसम्म के सोच्थेँ भने जसरी पनि पुग्छु म होइन पुग्छु मात्रै होइन, मैले के सोच्थेँ भने फ्लाइङ कन्ट्रीहरूमा मतलब भनौँ न आकाशबाट जाने ठाउँहरूमा त मलाई के समस्या पर्छ र, मसँग नेपाली पासपोर्ट हुन्छ, मसँग फ्लाइङ डकुमेन्टहरू हुन्छ, म त वर्ल्ड ट्रिपमा जाने हो नि त, मसँग त वर्ल्ड ट्रिपको डकुमेन्ट छ। वर्ल्ड ट्रिपको डकुमेन्ट जाँदै गर्दा म त साउथ अमेरिका ब्राजिल टेकिसकेपछि मात्र मलाई कठिन यात्रा हुन्छ भन्ने लाग्थ्यो। त्यो तपाईँ प्रिपेयर हुनुहुन्थ्यो? त्यो चाहिँ मेरो मेन्टालिटी थियो नेपालबाट छोडेर। होइन मैले यस्तो छ धेरै साथीहरूसँग चाहिँ गएका साथीहरूसँग हेलो आइसको सम्बन्ध चाहिँ गरेँ, तर यात्रा कस्तो हुन्छ भनेर मैले कहिल्यै पनि सोधिनँ। उहाँहरू अगाडि गएका साथीहरू हो एउटा हुटुट त्यो पनि थियो। र मैले तपाईँलाई पहिला पनि एउटा कुरा सेयर गरेको थिएँ 2-4 दिन पहिला। मलाई यो यात्रा गरिरहँदाखेरि रुकुम सल्यानका धेरै साथीहरू तल्लो बाटो यात्रा गरेर सफल भइसकेको कथा फेसबुक मार्फत देख्दै गर्दा जीवनमा एकचोटि म पानामा जङ्गल चाहिँ हिँड्छु भन्ने अठोट मैले 2017तिरै गरिसकेको थिएँ मेरो मनबाट। म आजको दिनसम्म म मनले बोलेको मतलब मेरो मनले जे भन्छ त्यो गर्ने मान्छे हो। मैले आफूलाई त्यसरी परिचय दिन चाहन्छु। मेरो मनले जे भन्छ म त्यो गर्छु। 2017तिरै मैले अठोट गरिसकेको कुरा 2023तिर हिँड्दा त म फुल्ली प्रिपेयर भएँ नि त। 5 वर्षसम्म त एउटा मान्छेले मनमा भएको कुरालाई पनि त खारिएर अगाडि बढाउन सक्छ नि त। त्यो कारणले गर्दाखेरि मैले यात्रा कठिन हुन्छ ब्राजिल क्रस भइसकेपछि, त्योभन्दा अगाडिको यात्रा मलाई पनि कुनै पनि हिसाबले कठिन हुँदैन। मसँग नेपाली बाहक पासपोर्ट हुन्छ, मसँग बिजनेस भिजा अथवा फ्लाइङ भिजिट भिजाहरू हुन्छ, मसँग डलर कार्ड हुन्छ, मसँग सिम कार्ड हुन्छ, सबै कुरामा म फुल प्रिपेयर भएर वर्ल्ड ट्रिप त जान पाउँछु। म जुन देशसम्म मैले लिगल्ली भिजा एप्रुभल पाएको छु त्यो देशसम्म जाँदा मलाई समस्या हुँदैन होला भन्ने सोच्थेँ मैले। जब मलाई टर्की एयरलाइन्सले रोक्यो त्यसपछि मलाई झड्का लाग्यो। धन्नै अब बोलीचालीको भाषामा 420कै झड्का लागे जस्तो भयो। किनभने मैले मिसबिहेभ पहिलोचोटि नेपाली भएकै कारण र तल्लोबाट जाँदै गरेको कारणले टर्किस एयरलाइन्सको कर्मचारी मार्फत मिसबिहेभ पाएँ फर्स्टचोटि 2023 सेप्टेम्बर 5 को बिहानमा। यो तपाईँ यो नबिर्सिने मिति हो? एकदम नबिर्सिने र त्यो मिति मैले कहिले पनि बिर्सिन्न र त्यो अपमानलाई पनि बिर्सिँदैन। किन बिर्सिँदैन भने नेपाली पासपोर्ट मैले ट्राभलिङ गरिरहँदा नेपाली पासपोर्टको ऱ्याङ्किङ चाहिँ एकदमै न्यून तल पुछारमा छ। धन्दै हाइटी अफगानिस्तानको उसमा छ। मैले यो यात्रा अनुभवबाट सिकेको कुरा हो। कुनै पनि देशको जिडिपी राम्रो भएपछि मात्र त्यो देशको पासपोर्ट ऱ्याङ्किङ राम्रो हुँदो रहेछ। त्यो कुरा मलाई पहिला थाहा थिएन। कुनै पनि देशको एउटा पासपोर्ट होल्डरले चाहिँ जुनसुकै देश फ्लाइङ गर्न पाउँछ भन्ने मैले थट थियो मेरो, पाइन्छ भन्ने थियो। तर त्यो रहेनछ। त्यहीँनिर मेरो साथी इन्डियन साथीहरू त्यही यात्रा गरिरहँदा मजाले अगाडि बढ्छन्। तर आफू जान पाकिस्तानीहरू गर्छन्, इभन बङ्गाली पनि गर्छ। तर नेपाली साथीहरूलाई एकदमै खालको टर्की एयरपोर्टमा 2023 को अगस्त सेप्टेम्बर अक्टोबर नोभेम्बरको 4वटा महिनामा धन्य मैले 1.5 महिना त यो अप एन्ड डाउनमा बिताएँ। त्यो बेला मेरा साथीहरूले भोगेको मिसबिहेभ पीडा, कतिपय साथीहरू 90 दिनदेखि टर्की एयरलाइन्सको मतलब टर्की एयरपोर्टको वेटिङ हलमा बिताइरहनु भएको थियो। रुकुम सल्यानका साथीहरू 90-95 दिनदेखि कठिन जीवन बिताइरहनु भएको थियो त्यहाँ। किनभने नेपाली दलालले मतलब नगर्ने, त्योभन्दा अगाडिको यात्रा तय गर्न उहाँहरूलाई कुनै पनि अनुभव पनि नभएको कारणले गर्दा मेरा रुकुमेली साथीहरू जो मेरो जन्मस्थान त रुकुम भएको, अहिले साबिकको रुकुम जिल्ला अहिले रुकुम पश्चिममा परे तापनि रुकुम पूर्व र रुकुम पश्चिमका साथीहरूसँग धेरैसँग मेरो पारिवारिक सम्बन्ध पनि भएको र गाउँले एउटा सम्बन्ध पनि भएको हिसाबले उहाँहरूले पाएको दुःख पनि म बिर्सिँदैन। तपाईँ यति बेला कार्यक्रम डबली सुन्दै र केही सामाजिक सञ्जालहरूबाट हेरिरहनु भएको छ। आज हामीसँग एकजना पाहुना हुनुहुन्छ। मैले तपाईँलाई पूर्व जानकारी पनि गराएँ। अमेरिकासम्म पुगेर तितो अनुभव लिएर फर्किनुभएका एकजना व्यक्ति जो कोवलपुरमा बस्दै आउनुभएको छ। कोवलपुर नगरपालिका वडा नम्बर 12 उहाँको थाई ठेगाना हो। नवीन शाहजी एकदमै यो भलाकुसारी हामीले जोडिरहेका छौँ, तपाईँलाई सुनाइरहेका छौँ। कस्ता अनुभव रहे
ठुलो मात्रामा पैसाको बिटो बुझाइसकेपछि रित्तो हात अमेरिकाबाट नेपाल अथवा कोहलपुर फर्किँदाको पीडा उहाँको अहिले पनि मनमा छ र यी कुराहरू उहाँले केही समय सामाजिक सञ्जालमा राखिरहनु भएपछि हामीले एउटा यो बसाइ पनि गरौँ, एउटा युवाले अमेरिकासम्म कसरी जाने, कसरी पुग्ने र तितो अनुभव लिएर कसरी फर्केपछि के हुन्छ, कुन हदसम्म उसले टर्चर बेहोर्छ भन्ने एउटा कथा, नमिठो कथा तपाईँलाई यो रात्रि प्रहरमा सुनाइरहेका छौँ। टर्कीसम्म हामी पुग्यौँ। टर्की पछिको यात्रा कस्तो भयो? टर्की पछि 2000 अघि नै भने मैले 2023 को सेप्टेम्बर 5 मा मैले त्यहाँबाट अगाडिको पर्मिसन नपाइसकेपछि मैले अझै धेरै पीडा सहनु पर्यो। करिब 4 दिनसम्मको पीडा सहिसकेपछि 2000 एकदम वेटिङमा, भुइँमा सुत्ने, बाथरुमको पानी खाने, किनभने हामीसँग डलर त हुन्थ्यो तर डलर भइसकेपछि पैसा हुँदा पनि सामान किन्न नपाउने। किन किन्न पाउँथेन भने जोसँग बोर्डिङ क्लियरेन्स हुन्छ ऊ मात्रै टर्की एयरलाइन्सको सेकेन्ड फ्लोर थर्ड फ्लोरमा जान पाउने हो। सेकेन्ड फ्लोरसम्म चाहिँ नर्मल जोसँग ट्राभल डकुमेन्ट छैन, जोसँग पैसा छैन, त्यस्तो खालको मान्छेहरू बस्ने वेटिङ हलमा करिब 4 दिन 4 रात बिताइसकेपछि म एकदमै आत्तिसकेको थिएँ। मेरो श्रीमतीसँग चाहिँ पलपल कुरा हुन्थ्यो, मेरो छोराहरूसँग पलपल कुरा हुन्थ्यो, तर त्यो कठिन यात्राको बारेमा मैले मेरो भाइ दाइ र मेरो बुवासँग व्यक्त गर्न सक्थेन, किनभने मेरो आफ्नो जिद्दीले गरेको यात्रा थियो। त्यो यात्रा कुनै पनि हालतमा मैले पुरा गर्नुपर्छ भन्ने अठोटले मेरो अभिभावकहरूलाई नभन्दै गर्दा मेरो श्रीमतीले काउन्सिलिङ गर्नुहुन्थ्यो। ठिक छ 2-4 दिन गर 90-95 दिन अहिले पनि सुनाउनु भएको छ फ्यामिलीमा? होइन, उहाँहरू सुन्नै चाहनुहुन्न। सायद उहाँले सुन्न नचाहने कारण पनि त्यसले एकदमै दुःख भोग्यो, सायद हुनसक्छ। तर म चाहिँ आउँदै गर्दा मेरो परिवारका सबै सदस्यहरूलाई जम्मा गरेर मैले भन्ने र उहाँहरूले सुन्नुहुन्छ भन्ने लाग्थ्यो। करिब हल्का हुन चाहन्थे। म करिब 148 दिनको एउटा बन्द कोठाको यात्रा, मतलब बन्द कोठाको बसाइलाई बिट मारेर नेपाल आएको थिएँ। तर मेरो पारिवारिक सदस्यहरूले मलाई हालखबर बुझ्ने के छ कसो छ भन्ने नगरेको त होइन, किनभने मैले अघि नै पनि भने म कोलपुर 12 मा एउटा पुरै टोलै तयार छ, रुकुमेली सल्लेनी प्लस मेरा आफन्तजनहरूको, उहाँहरूले मलाई भेट्ने काउन्सिलिङ गर्ने नगरेको त होइन, तर मेरो यात्रा अनुभव उहाँहरू कसैले पनि सुन्न चाहनु भएन। त्यो कुराले चाहिँ मलाई त्यो मान्छेले फेरि बल्झाउँछौँ, फेरि त्यो विगत कोट्याउँछौँ भनेर पो हो। तर मेरो आफ्नो बुझाइमा मेरो बच्चैदेखिको स्वभाव चाहिँ मेरो मनमा कुनै पीडा भयो भने त्यो पीडालाई मैले दोस्रो या तेस्रो पक्षसँग सेयर गरेँ भने मात्र मेरो मन हल्का हुन्छ। मैले अघि नै पनि भने म उमेरले अहिले 35 लाग्दैछु, वास्तविक उमेर, नागरिकताको उमेरबाट म केही कमी छु, किनभने पहिला मेरो जन्मदर्ता हराएको हुनाले यथार्थ मेरो जन्म अनुसार चाहिँ म 2048 सालको रहेछु भनेपछि त धन्य म 34 पुरा भएर 35 मा टेक्दैछु। त्यो अवधिसम्म मैले अघि नै पनि भने म कुनै किसिमको नसा, लागु पदार्थ अथवा कुनै किसिमको दुर्व्यसनी नगर्ने भएको कारणले हो या मेरो बच्चैदेखिको स्वभाव अरू कसैलाई चाहिँ आफ्नो दुःख सुनायो भने मन हल्का हुन्छ भन्ने मेरो बुझाइ। त्यो बुझाइले गर्दा म उहाँहरूलाई सुनाउन चाहन्थेँ, उहाँहरू सुन्न चाहनुहुन्थेन। त्यही मेरो अन्डरस्ट्यान्डिङ बिग्रेको मलाई त्यस्तो लाग्छ। म सुनाउन चाहने, हल्का हुन चाहनुहुन्थ्यो, उहाँहरू सुन्न नचाहने। उहाँहरूले मलाई प्रपर केयर नगरेको होइन। मेरो श्रीमतीले करिब मलाई 4 महिना आफ्नै साथमा स्कुल जाँदा, कलेज जाँदा, बाहिर कतै साथीसँगै भेट्न जाँदा पनि साथमा हिँडाउनुहुन्थ्यो। अहिले परिस्थितिले उहाँ टाढा हुनुहुन्छ, त्यो पनि मेरै जिद्दीले। उहाँ जान चाहनुभएको थिएन, किनभने उहाँको राम्रो ब्याकअप थियो। तर मैले जुन किसिमको लस बेहोरेँ त्यो लसलाई बेलैमा रिकभर गरेन भने भोलि छोरा छोरीले चाहिँ शराब छन् है भन्ने थट राखेर मेरो आफन्तजन, मेरो आदरणीय फुपू, तपाईँ बेइमान हुन चाहनु भएन एकदम। म चाहिँ त्यो मेरो साइडबाट त्यो लाग्छ। तपाईँ बरु म सकेसम्म लागेको ऋण चाहिँ तिर्छु अनि एउटा नमिठो यो यात्रालाई कमसेकम सबै माझ राख्छु र फेरि नयाँ तरिकाले जिन्दगी सुरुवात गर्छु भन्ने पनि त होला। प्लस मैले अर्को के पनि चाहन्थेँ भने म बिग्रिँदै गर्दा मभन्दा पछाडिका भाइ साथीहरू
इलिगल वेबाट अमेरिका मात्रै जाँदैन नेपाली, संसारका 200 देश क्रस भइसके डिभाइडेसनले गर्दा 200+ देशहरू छन्। त्यसमा मलाई लाग्छ 2-4वटा देश बाहेक लगभग 200 एराउन्डको देशमा नेपाली पुगिरहेको छ। इलिगल वेबाट, म्याक्सिमम् इलिगल वेबाट। किनभने नेपालको त ऱ्याङ्किङै छैन, मैले अघि नै भन्दै। पासपोर्ट ऱ्याङ्किङ नभइसकेपछि इन्टरनेसनल फ्लाइट एक्सपिरियन्स गर्न र अन्य देशहरूमा पुग्न एकदम कठिन हुँदो रहेछ। यो मेरो 18 महिनाको यात्रा अनुभवले सिकाएको कुरा हो, सायद म गलत छैन भने। अब हामी फेरि टर्कीभन्दा अगाडि यात्रा बढ्छौँ। हजुर, टर्कीबाट मलाई स्पेनको लागि 2023 ठ्याक्कै 8 तारिकको दिन, 5 तारिकमा मेरो यात्रा रोकिएको थियो। 8 तारिकको बिहान करिब पौनी 12 बजीतिर मलाई म्यासेन्जरमा वाट्सएपमा कल आयो। म त्यो बेलासम्म करिब 12 बज्दै गर्दा धेरै दिनको भोको थिएँ। म मात्र होइन, मेरो साथी र अन्य नेपालीहरू भोकै थियौँ। हामीले त्यहाँ चाहिँ कुनै म्यानेजमेन्ट गरेर खाने तयारी गर्दैथ्यौँ, पेट पूजा गर्ने तयारी गर्दैथ्यौँ। त्यो बेला मेरो मोबाइलमा बजेको रिङले मलाई झस्काएपछि मैले पेमेन्ट गरिसकेर खाजा अर्डर गरिसकेको खाजालाई आफ्नो ब्यागमा बोकेर तुरुन्तै, त्योभन्दा पहिलासम्म त मसँग हार्ड कपी पनि थियो। अब त्यहाँबाट यात्रा ब्रेक लगाइसकेपछि त्यो हार्ड कपीले काम गरेन, नयाँ हार्ड कपी आउनु पऱ्यो। सफ्ट कपी पहिला आउनु पऱ्यो। सफ्ट कपी आइसकेपछि त्यसलाई हार्ड कपीको रूप दिनु पऱ्यो। हार्ड कपीको रूप दिन टर्की एयरपोर्टमा जो कोहीले सक्दैन। एकदमै कठिन, चुनौतीपूर्ण र त्यसलाई इलिगल पनि मान्दो रहेछ। यदि ट्राभलरले हार्ड कपी बोकेको छैन र सफ्ट कपीमा ट्राभलिङ गरिरहेको छ भने त्यसलाई इलिगल जस्तै मान्दो रहेछ नेपालीको कन्टेन्टमा। अरू कन्ट्रीको कन्टेन्टमा अथवा अरू कन्ट्री सिटिजनको कन्टेन्टमा के छ म जान्दिनँ। मैले त्यो भोगेको कुरा। त्यसपछि चाहिँ मैले करिब पौनी घन्टाको टाइम पिरियडमा चाहिँ म फुल्ली प्रिपेयर हुनुपर्छ भन्ने कुरा निर्देशन पाइसकेपछि त्यो निर्देशन गर्ने व्यक्ति मेरो नेपाली दलाल रेशम ओलीको भतिज हुनुहुन्थ्यो, यादव ओली। मैले उहाँहरूको नाम धेरै पहिलेदेखि नै सामाजिक सञ्जालमा राखिरहेको छु, त्यही भएर उहाँहरूको नाम भन्न मलाई कुनै पनि आपत्ति छैन। किन पनि आपत्ति छैन भने उहाँले जसरी मलाई वचन दिनुभएको थियो 3 देखि 6 महिनामा पुर्याउँछु, यात्रालाई अन्तिम रूप दिन्छु, 6 महिनाभित्रै तपाईँलाई अमेरिका टेकाउँछु भनेर जुन आश्वासन दिनुभएको थियो, त्यो आश्वासनलाई चाहिँ मैले वचनको पक्का हुनुपर्छ र वचन सधैँ बोलेको वचन पुरा गर्नुपर्छ भन्ने मान्छे हुँ म। उहाँहरूले त्यो वचनको त कुनै पनि किसिमको सुनवाई भएन। यादव ओली र रेशम ओलीको निर्देशनपछि मैले त्यसलाई तुरुन्तै हार्ड कपीको रूप दिन मैले अहिले पनि त्यो टर्की एयरपोर्टको E13 काउन्टर नम्बर भनौँ अथवा त्यसको ब्लक नम्बर, टर्की एयरलाइन्सको इन्जिनियरिङ कन्स्ट्रक्सन कस्तो छ भने अङ्ग्रेजी अल्फाबेटको एबाट बिल्डिङ सुरु भएर अङ्ग्रेजी अक्षरको जेडसम्म बिल्डिङ छ। प्रत्येक अल्फाबेटिकल अर्डरमा कम्तीमा 13वटासम्म ब्लक छ। A1, A2, A3, A4 जस्तै गरेर मैले E13मा गएर एउटा साइबरमा भित्र बाहिर क्याफे भित्र इलिगल रूपमा सञ्चालन गरेको साइबरबाट पर पेज $5 हिसाबले कम धन्नै 40वटा पेज मेरो लागि र 40वटा पेज मेरो भाइको लागि प्रिन्ट गरेर मैले सेकेन्ड टाइम 2023 सेप्टेम्बर 8 तारिकको दिन टर्की एयरलाइन्सको काउन्टरमा पुगिसकेपछि उहाँहरूले मलाई फ्लाइङ अलाउ दिनुभयो अगाडिको लागि, स्पेनको लागि। 4 दिन पहिला त्यही एयरलाइन्सले मलाई ब्लक गरेको छ, त स्पेन जान पाउँदैनस् यो डकुमेन्टमा भनेर। 4 दिनपछि उस्तै खालको डकुमेन्ट, खासै अन्तर थिएन डकुमेन्टमा। त्यही खालको डकुमेन्टबाट म 8 तारिकको दिन स्पेन पुगेँ। मलाई लाग्छ धन्नै मैले टाइम आवर बिर्सिएको छैन भने धन्नै 5-7 घन्टाको फ्लाइङ एक्सपिरियन्समा म स्पेनको मड्रिडमा। कति दिन बस्नुभयो तपाईँ टर्कीमा? टर्कीमा त म 2000 अघि नै भने सेप्टेम्बर 1 को रातिमा टर्की पुगेको थिएँ। 8 तारिकसम्म भने धन्नै अब हाम्रो गिन्ती अनुसार 9 दिन, अब सरासरले गिन्दा 8 दिन बस्नुभयो फर्स्ट टाइम। 8 दिनको बसाइपछि म स्पेन पुगेको थिएँ। स्पेन पुगेको राति करिब 2 बजे स्पेन प्रहरीको चेकिङमा परिसकेपछि अब यात्रा चाहिँ यहीँबाट फेरि ब्रेक लाग्छ भन्ने अठोट मनमा भएको थियो।
करिब हाम्रो भोलिपल्ट बिहान 12 बजे भन्दा पछाडिको चाहिँ ट्राभलिङ टिकट थियो, जुन चाहिँ मेरो बोलिभियाको टिकट थियो स्पेनबाट। त्यो यात्रा चाहिँ मैले गर्नु पर्थेन, त्यसलाई चाहिँ ड्रप गर्नुपर्ने थियो एजेन्टको भनाइअनुसार। पेरुको थियो, पेरुको फ्लाइङ थियो। पेरु चाहिँ जानु हुँदैन, तिमीहरूले पेरुको फ्लाइटलाई मिस गरिसकेपछि सेकेन्ड कपी आउँछ, सेकेन्ड कपीमा तिमीहरू चाहिँ कोलम्बियाको फ्लाइङ गर्ने भन्ने किसिमको निर्देशन आइसकेपछि राति पुगेको त म स्थानीय समयअनुसार 6 बजेतिर पुगेको थिएँ स्पेनमा। स्पेनमा 6 बजे पुग्दै गर्दा मैले एउटा अनौठो अनुभव के देखेँ भने स्पेनको टर्मिनल 1 मा टर्मिनल 1 मा पुग्दै गर्दा 50औं नेपालीहरू त्यहाँ बसिरहनु भएको थियो। मभन्दा अगाडि गएका धेरै दिनदेखि एकदम कठिन बसिरहेका साथीहरूको बिचमा म पुग्दै गर्दा एकदम नेपाली मात्र अरू पनि हुनुहुन्थ्यो, बङ्गालीहरू इन्डियनहरू हुनुहुन्थ्यो, तर त्यो बस्ने लाइन चाहिँ डिभाइड हुन्थ्यो। मतलब नेपालीको एउटा सर्कल, इन्डियनको एउटा सर्कल त्यस्तो हुन्थ्यो। अनि त्यो भइसकेपछि चाहिँ म नेपाली सर्कलमै गएर बसिसकेपछि करिब राति 2 बजे स्पेन प्रहरीको चेकिङमा परेपछि मैले यात्रालाई ब्रेक लागेको अनुभव चाहिँ गरेँ। तर धन्नै करिब 1-आधा घन्टाको केयरकारपछि त्यो चेकिङ चाहिँ मैले क्रस गर्न सकेँ। त्यो 8 तारिकको रातिको चेकिङलाई चाहिँ क्रस गर्न सकेँ। त्यतिन्जेलसम्म मेरा धेरै साथीहरू स्पेन पुगेर टर्की फर्किसक्नु भएको थियो। टर्कीबाट स्पेनबाट अगाडिको यात्रा नपाएर कतिपय साथीहरू पेरुबाट फर्किरहनु भएको थियो। पेरुको इन्टरनेसनल एयरपोर्टबाट ब्याक भएर टर्की आइरहनु भएको थियो भने कतिपय साथीहरू मड्रिड एयरपोर्टबाट फिर्ता भइरहनु भएको थियो। अब मलाई त्यस्तै खालको चेकिङले समातेपछि त म अगाडि हुन्छ भन्ने त अनुभव मलाई त डर लाग्यो नि त। तर मैले अब म धेरै फेरि भगवानको प्रार्थना गर्ने मान्छे हो। भगवानको प्रार्थनासँगै मैले करिब आधा घन्टा पौने घन्टाको केयरकारपछि त्यो चेकिङलाई क्रस आउट गरिसकेपछि म त्यो रात चाहिँ सुरक्षित भएँ। सुरक्षित हुँदै गर्दा मेरा रुकुमेली साथीहरूले तपाईँ स्पेनसम्म चाहिँ एकदम राम्रो रेटमा बोलीचालीको भाषामा 25 लाखमा त्यहाँ तपाईँ यहाँ आइपुग्नु भएको छ। दङ्गाली एजेन्टलाई छोडिदिनुहोस्, दङ्गालीको भरोसा हुँदैन, रुकुमेलीबाटै जाउँ भन्ने कुरा थियो। मेरा कतिपय त एकदमै पारिवारिक सदस्यहरू पनि थिए, जस्तो सोल्टी नाता पर्ने, मामा नाता पर्ने, भाइ नाता पर्नेहरू छ। त्यहीँ गएपछि थाहा भयो? हो, एकदम सबै भेटै त्यहीँ भयो। एउटा सर्कलै स्पेनको टर्मिनल 1 मा धेरै साथीहरू रुकुमेली साथीहरू भेटे। त्यो बेला ट्रेन नै रुकुमेलीको थियो कि खास म बरालिनुमा अथवा त्यहाँसम्म पुग्नु पनि म जन्मजात रुकुमेली भएकै कारणले हो जस्तो लाग्छ मलाई। अनि त्यहाँ पुग्दै सक्दाखेरि साथीहरूले त्यो भनिरहँदा मैले चाहिँ दङ्गाली एजेन्टलाई फेर्नुपर्छ भन्ने मानसिकता मेरो मनमा चाहिँ थिएन। तर त्यसको जुन चेकिङ क्रस भइसकेको 1-आधा घन्टापछि मलाई दुबईको नम्बरबाट फेरि फोन आइसकेपछि फर्स्टचोटि मैले चाहिँ रेशम ओली भन्ने मान्छेको आवाज त्यहाँ सुनेको थिएँ, प्रत्यक्ष रूपमा फोन मार्फत। प्रत्यक्ष भन्नाले अब भेटेर प्रत्यक्ष होइन कि फोन मार्फत उहाँको आवाज यस्तो रहेछ भन्ने कुराको सुनाइ त्यहाँ भएको थियो। उहाँले मलाई एकदमै फोनमा मिसबिहेभ तरिकाले बोलिसकेपछि मेरा अघि नै भनेका साथीहरू, मेरा आफन्तहरूले यो मान्छेलाई ब्लक गर्नुहोस्, यहाँबाट त अगाडिको यात्रा हामीसँग तय गरौँ भन्दै गर्दा पनि मैले उहाँलाई छोड्नुपर्छ भन्ने मानसिकता मेरो मनले मानेन। किनभने म यता नेपालबाट हिँड्दै गर्दा मेरो पारिवारिक सदस्यको सल्लाहमा सहयोगमा हिँडेको थिएँ। त्योभन्दा पहिला मैले अर्को दलाललाई टक्राइसकेको थिएँ। धन्य 30 लाख उहाँले मलाई 5 महिनासम्म होल्ड गराएर अन्तिममा केही पैसा राखेर फिर्ता गर्दै गर्दा मैले त्यहाँबाट चाहिँ उहाँहरूबाट चाहिँ पुरै पैसा फिर्ता ल्याउन सफल भएको थिएँ। 30 लाख बुझाएको थिएँ, मैले 30 लाख नै ल्याएँ। उहाँहरूलाई चाहिँ 1 लाख फिर्ता दिनुपर्ने थियो, त्यो 1 लाख त अब उहाँहरूको फिर्ता गयो। 29 लाख रुपियाँ 30 लाख बुझाएको मान्छेले 29 लाख फिर्ता ल्याइसकेको थियो। त्यो नेपालकै कुरा थियो। त्यसपछि मैले सेकेन्ड दलाललाई रोज्दै गर्दा पनि मेरो आफन्त मार्फतै रोजेको थिएँ। त्यो कारण मैले पटक एजेन्ट फेर्नुपर्छ भन्ने मानसिकता बनाएन स्पेनमा। त्यो रात नबनाइसकेपछि 9 तारिकको बिहान करिब फ्लाइङ टाइम 12:45 को थियो। उहाँले मलाई 11 बजे चाहिँ वाट्सएपमा फेरि डकुमेन्ट पठाउनु भयो, तेरो यात्रा अगाडि, तिमीहरू दुईटाको यात्रा अगाडि बढ्दैछ भन्दा मेरा अन्य साथीहरू चाहिँ
अलमल पर्नुभयो किनकि धेरै साथीहरू स्पेनमा महिनौँ दिन बिताउनु भएको थियो। अब मेरो दलालले त्यहाँ 24 आवर नहुँदै अगाडि बढाउँछ भन्दा त फेरि अघिल्लो रात गरेका कुराहरू त गलत साबित भए साथी सर्कलमा। अनि म त्यहाँबाट उहाँहरूसँग बिदाबारी भएर टर्मिनल 4 को लागि यात्रा गर्न तयार भइसकेपछि टर्मिनल 4 मा जानको लागि चाहिँ अन्डरग्राउन्ड जानुपर्दो रहेछ। अन्डरग्राउन्ड गइसकेपछि मैले नेपाली पासपोर्ट सो गरिसकेपछि हामी दुईजना साथीहरूलाई चाहिँ सयौँ लगभग इन्टरनेसनल फ्लाइटमा त 700-800 जनाको क्यापेसिटी हुँदो रहेछ ठुला प्लेनहरूमा, त्योभन्दा अझै बढी पनि हुँदो रहेछ। तर मैले उहाँहरूलाई चाहिँ त्यति 700-800 जना मान्छे मध्येबाट 2 जना नेपालीलाई अलग गरिसकेपछि मेरो मनमा चिसो पसिसकेको थियो, त्यहाँबाट पनि फेरि अगाडिको यात्रा हुँदैन भनेर। तर उहाँको ग्राउन्ड स्टाफले मलाई राम्रो कोअर्डिनेसन गरेर टर्मिनल 1 बाट टर्मिनल 4 सम्मको करिब 40-45 मिनटको बसको यात्रा मार्फत मलाई टर्मिनल 4 सम्म चाहिँ सुरक्षित पुर्याइदिनु भयो। स्पेनको टर्मिनल एयरपोर्टमा चाहिँ कस्तो छ भने टर्मिनल 4 चाहिँ पहाडको टुप्पोमा, बाँकीको जति पनि टर्मिनल छ सबै वानसँगै एट्याच भएको। किन रहेछ? अब त्यो सायद इन्जिनियरिङ कन्स्ट्रक्सनले नै होला एयरपोर्टको। अनि टर्मिनल 4 मा पुगिसकेपछि मैले सेक्युरिटी चेकअप भ्याएर ग्राउन्ड फ्लोरबाट सेकेन्ड फ्लोर हुँदै मलाई याद छ S26 बाट मेरो कोलम्बिया हुँदै ब्राजिलको फ्लाइट थियो। त्यो फ्लाइटको लागि म प्रिपेयर भएर फुल्ली अगाडि गइसकेपछि S26 क्लोज भयो। मेरै आँखा अगाडि S26 को डोर क्लोज भइसकेपछि मैले त्यहाँको रिप्रेजेन्टेटिभलाई चाहिँ आफ्नो सबै डकुमेन्टहरू देखाएँ। उहाँहरूले एक्सक्युज मान्नु भएन, टाइमिङ लेट भयो भनेर ब्याक गरिदिनु भयो। ब्याक गरिसकेपछि फेरि मैले आफ्नो एजेन्टलाई सम्पर्क गरेँ, उनीहरूले मलाई ब्याक हुन सल्लाह दिए। करिब 5-6 घन्टाको ब्याक भइसकेपछिको समय अवधिपछि अब मैले चाहिँ त्यो कुरालाई गलत मान्दिनँ। किन मान्दिनँ भने टर्मिनल 1 बाट पिकअप गरिसकेको प्यासेन्जरलाई छोडेर टर्मिनल 4 बाट एयरलाइन्स जान्छ भने त त्यो त मेरो गल्ती होइन, एज अ प्यासेन्जरको गल्ती होइन, यो त एयरलाइन्सकै गल्ती हो भन्ने हिसाबले मैले टर्की एयरलाइन्सको ग्राउन्ड स्टाफसँग कोअर्डिनेसन गरेर मैले टर्की एयरलाइन्समा मेल हालिदिएँ। अब त्यो मैले जानेर गरेँ या बढी जानेर गरेँ या कम जानेर गरेँ, त्योभन्दा अगाडिको यात्रा गन्तव्यमा छिटो पुग्नको लागि गरेँ। मेरो मनले चाहिँ मैले मेल पठाइदिएँ टर्की एयरलाइन्सलाई। अलिअलि अब थोरै धेरै इङ्ग्लिस जानेको अथवा नजानेको भए पनि मैले त्यो मेल पठाइसकेपछि करिब 5 घन्टासम्म पनि मेलको रिपोर्ट नआइसकेपछि म फेरि काउन्टरमा बुझ्न जाँदाखेरि जुन दिन मलाई टर्मिनल 1 मा रिसिभ गरेको स्पेन प्रहरी हुनुहुन्थ्यो, प्रहरी चिफ हुनुहुन्थ्यो, भनौँ सेक्युरिटी चिफ हुनुहुन्थ्यो, उहाँले नै मलाई वाच गरिरहनु भएको रहेछ टर्मिनल 4 मा। अब ब्याड लक भनौँ या गुड लक भनौँ, उहाँ पहिलो दिन चाहिँ टर्मिनल 1 को सेक्युरिटी चिफ हुनुहुन्थ्यो। सेकेन्ड डे म स्पेनबाट कोलम्बियाको बोगटा हुँदै ब्राजिल आउट हुने भन्ने मेरो मेन्टालिटी थियो। जुन खालको ट्राभल डकुमेन्ट थियो त्यो ट्राभल डकुमेन्टमा मलाई अनसक्सेस बनाउँदै गर्दा टर्मिनल 1 मा भेटेकै प्रहरी चिफले चाहिँ मलाई पक्ड्नु भयो। उहाँलाई थाहा थियो कि यो नेपाली ओल्ड ट्रिपमा होइन कि अमेरिका ट्रिपमा छ भन्ने कुरा अघिल्लो दिन नै थाहा थियो। स्पेन पुगेका धेरै साथीहरूसँग चाहिँ स्पेनको एयरपोर्टमा ट्रान्जिट भिजा हुँदैन, नेपालीसँग मात्र होइन धेरै साथीहरूसँग। अन्तर्राष्ट्रिय फ्लाइङ एक्सपिरियन्समा 8 घन्टाभन्दा कुनै एयरपोर्टमा 10 घन्टाभन्दा लामो समय बिताउन चाह्यो भने ट्रान्जिट भिजा आवश्यक पर्दो रहेछ। त्यो पनि यात्राले नै सिकाएको अनुभव हो। हाम्रो दलालहरूलाई अथवा हाम्रो नेपाली एजेन्टहरूलाई, इभन बङ्गाली र पाकिस्तानी जोले चाहिँ इलिगल अमेरिका पठाउने सक्रिय गिरोहको रूपमा काम गर्छन्, उनीहरूलाई पनि थाहा छैन यो कुरा। किनभने उनीहरू फिल्ड भिजिट कहिले पनि गर्दैनन्, फिल्ड भिजिट गर्ने कुरा पनि भएन। यो त गिरोहले सञ्चालन गर्ने यात्रा हो। अनि त्यो नभइसकेपछि ट्राभल हामीसँग ट्रान्जिट भिजा नभइसकेपछि नहुने प्यासेन्जरहरूको हकमा र स्पेन आउट नहुने प्यासेन्जरको हकमा त्यहाँको प्रहरीले चाहिँ सबैको पासपोर्टहरू थुतेर सेक्युरिटी चेक गरेर क्लियरेन्स दिएपछि मात्रै टर्मिनल 1 मा ग्राउन्डेड हुने हो। अघिल्लो दिनको कथा। अब भोलिपल्ट त्यही मान्छेले मलाई टर्मिनल 4 बाट बोगटा जान हिँडेको अथवा कोलम्बियाको बोगटा सिटी जान हिँडेको देख्दै गर्दा त उसलाई 100% बिलिभ हुन्छ कि यो चाहिँ इलिगल वेबाट अमेरिका जाँदैछ। एउटा नेपाली
काम विशेषले कोलम्बिया जाँदैन जाँदैन नि त, कोही पनि जाँदैन। मलाई लाग्छ नेपालबाट 1-2 जना कोही हुनुहुन्छ जसले बिजनेस पर्पजमा यात्रा गरिरहनु हुन्छ वर्षभरि। एकदम रेयर केस। साउथ अमेरिकाका देशहरूमा जाने साथीहरू चाहिँ कम हुनुहुन्छ जस्तो लाग्छ मलाई, गल्फ र युरोपको साथीहरू भन्दा, युरोपको कन्ट्रीहरूमा भन्दा। त्यो भइसकेपछि मलाई उहाँहरूले नराम्रो व्यवहार केही पनि गर्नु भएन, वेटिङ हलमा बसाउनु भयो, आफ्नो रिप्रेजेन्टेटिभ को छ त्यससँग कन्ट्याक्ट गर्नु भन्नुभयो। मैले कन्ट्याक्ट गरेँ, दुबई कन्ट्याक्ट गरेको 10-15 मिनटमा उहाँहरू अफलाइन भइदिनु भयो। त्यसपछि नेपालमा मैले मेरो श्रीमतीलाई टर्चर दिन नचाहेर मेरो आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो, उहाँसँग कन्ट्याक्ट गरेँ, उहाँलाई पनि त्यो आइडिया भएन। त्यसपछि म बाध्य भएर मेरो श्रीमतीलाई जानकारी गरेँ। त्यो पिरियडसम्म उहाँहरूले मबाट मोबाइल थुतिसक्नु भएको थियो, करिब 1 घन्टाको पिरियडमा। स्पेनको कथा रह्यो। स्पेनको कथा। स्पेनदेखि कतिवटा देश बाँकी छन् अझै? थुप्रो देश छन्। भनेपछि आजको बसाइ हामी तपाईँको झन्डै 1 वर्षको यो पीडादायी अनुभव यो 1 घन्टामा के समेट्न सक्थ्यौँ र? तर आजको बसाइ हामी यही बिट मार्नुपर्ने भएको छ। अर्को बसाइमा हामी स्पेनभन्दा पछिका कथा सुन्छौँ र किनकि हामीलाई किन पनि तपाईँको कथा सुनाउन मन लाग्यो भनेपछि तपाईँले एउटा भोग्नुभएको जीवनकै एकदम तितो अनुभव, जो म अमेरिका पुग्छु भनेर डिपोर्ट भएर नेपालमा फर्कनु भयो, त्यो एउटा अनुभव सुनाउन हामीले पायौँ र धेरै युवाहरू देशमा बसेर हामी केही काम गर्छौँ भन्नेहरूको लागि एउटा सन्देश होस् भन्ने हो। मलाई स्पेन पछिका धेरै कथाहरू हामी अर्को बसाइमा पक्कै जोड्नेछौँ। आजको यो रात्रिकालीन बसाइबाट हामी तपाईँलाई एकजना युवाको कथा, सपना बोकेर उडेको मान्छेको फेरि फर्केर आउनु परेको व्यथा, पीरका कथा सुनाउने जमर्को गऱ्यौँ। नवीन शाहजी हुनुहुन्छ आजको यो बसाइमा हामीसँग र आजको यो डबलीमा अन्त्यमा छौँ। आगामी अर्को श्रृङ्खलामा हामी स्पेनभन्दा पछिको कथा सँगै धेरै कथा छन् तपाईँका। 1 वर्ष भोग्नुभएको एउटा नमिठो कथा के हामीले 1 घन्टामा सुनाउन सक्थ्यौँ र अर्को बसाइमा जोड्ने छौँ। अहिलेलाई चाहिँ बिदा माग्नुपर्ने भयो। हुन्छ दाजु, हुन्छ। म आफ्नो कथा मार्फत मेरा मभन्दा पछाडिका भाइ साथीहरूलाई र उमेरको हिसाबले मभन्दा अगाडिका साथीहरू जो चाहिँ इलिगल वेबाट नेपाल छोडेर अन्यत्र गएर कमाउने सपना देखिरहनु भएको छ, उहाँहरूलाई चाहिँ सजग गराउनको लागि नै मैले यो प्रयास गरिरहेको थिएँ। झन्डै अब कतिवटा देश बाँकी छन्? स्पेनबाट अगाडि त साउथ अमेरिकाका धेरै देशहरू बाँकी छन्। झन्डै कतिवटा छन्? मलाई लाग्छ कन्ट्री बेसमा गर्दाखेरि त मैले अस्ति ट्रान्जिट नगनेर म बसेका देशहरूको मात्रै कुरा गर्ने हो भने 27-28 वटा देशहरूमा बसेको छु। एकदमै हामी धेरै कथाहरू सुन्न बाँकी छ। अर्को बसाइमा भेट्ने बाचा गर्दै अहिलेलाई बिदा माग्छौँ। हवस् त, नमस्ते, शुभरात्रि। शुभरात्रि। स्टुडियो टाइम अहिले स्टुडियोको घडीमा 10 बजेको छ।